पार्टी संगठनलाई फेरि मजबुत बनाउनु पर्यो। त्यसको निम्ति हामीले 2-3 वटा अभियान चालेका छौं। एउटा हामीले अहिले पूर्वको मेची देखि हुलाकी राजमार्गमा हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष सहितका नेताहरू विभिन्न जिल्लाहरूमा आम सभा गर्ने, पार्टीको नीति जनतालाई सुनाउने, जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्याहरू के हुन् त्यो बुझ्ने, उनीहरूकै घरहरूमा बस्ने, जे जनताले खान्छ त्यही खाने। हिजो हाम्रो अलिअलि संस्कृति बिग्रिया थियो। हामी के गर्थ्यौं, अलि राम्रा होटलहरूमा बस्ने, राम्रा होटलमा बस्ने भनेपछि अलि सुख सुविधा खोज्ने त्यस्तो प्रवृत्ति भएको थियो। अहिले हामीले त्यसलाई बदलेर अब हामी पनि जनताको तहमै बसेर हाम्रा विचारहरू जनतालाई सुनाउने। हामीले केही हिजो गल्ती गरेका थियौं भने के गल्ती गर्यौं भनेर त्यो पनि भन्ने, अब आइन्दा हामीले गल्ती गर्दैनौं भनेर बाचा पनि खाने। यो अभियान अन्तर्गत अहिले हामी चाहिँ नि पूर्व मेचीदेखि महाकालीसम्मको अभियान चलाउने हुलाकी राजमार्ग मार्फत भनेर सुरु गरेका छौं। अब हामीले अर्को चरणमा यो मध्य पहाडी लोकमार्गलाई आधारित गरेर फेरि पश्चिमदेखि पूर्वसम्म त्यो अभियान पनि चलाउने भनेका छौं। पछाडि हल्ला नगरिदिनु होला त। यो अभियान अनि एउटा काम, यो अर्को काम हामीले के गर्ने हो भन्दाखेरि हामीले अब संगठनलाई फेरि ताजा बनाउने, फेरि संगठनका सम्मेलनहरू गर्ने, सम्मेलनमा नेतृत्व चयन गर्ने, त्यस्तो नेतृत्व चयन गरौं जो आज पार्टीले दिएको कार्यक्रम लागू गर्नको निम्ति सक्षम होस्, सक्रिय होस्, जनताको बीचमा जाओस्। पद प्राप्तिको निम्ति हानथाप गर्ने, तर पद प्राप्ति गरिसके पछाडि आफ्नो बाटो लाग्ने त्यो नहोस्। त्यसकारणले पार्टी किन त्यसो गर्ने त, त्यसको लागि किन हामीले यो कुराहरू अभियान चाल्यौं त भन्दाखेरि अघि नै हाम्रो पूर्वका साथीहरूले धेरै व्यवहारिक कुराहरू गर्नु भएको छ। पार्टीका धेरै व्यवहारिक कुरा गरे हुनाले म त्यो दोहोर्याउँदैन, तर केही कुराहरू यसमा म भन्दछु। किन हामी यसो गर्नु पर्यो त भन्दा हामीले 10 वर्षको लडाई लड्यौं, जनआन्दोलन पनि गर्यौं। 10 वर्षको लडाईमा माओवादी पार्टीका नेता, कार्यकर्ता र समर्थक जनता झन्डै 7-8 जति मारिए। अब उनीहरूको प्रति उनीहरू किन मारिए त भन्दाखेरि यो देशमा भएको उत्पीडन, जातीय उत्पीडन, धार्मिक उत्पीडन, लैंगिक उत्पीडन, क्षेत्रीय उत्पीडन, शोषण, दमन, अन्याय, अत्याचार, त्यसबाट मुक्ति पाउन भनेर के गर्ने, यसको मुख्य कारण के हो भने यो देशको शासन सत्ता हो, राजतन्त्र हो, पुँजीपति र सामन्त वर्गहरू हुन्। उनीहरूले शासन सत्तामा सबै आफ्नै कब्जा जमाए। साधन स्रोत पनि उनीहरूको हातमा, सेना पुलिस पनि उनीहरूको हातमा, कर्मचारी पनि उनीहरूको हातमा, अड्डा अदालत पनि उनीहरूको हातमा। जनताले न्याय पाएनन्। त्यसकारणले अब के गर्ने, त्यसका विरुद्ध विद्रोह गरेर, लडाई गरेर उनीहरूको हातको सत्ता खोसेर जनतालाई न्याय दिने, यही त्यसलाई हामीले के भन्यौं, क्रान्ति भन्यौं, जनवादी क्रान्ति भन्यौं। त्यो क्रान्ति गरिसके पछाडि जनतालाई न्यायपूर्ण शासन व्यवस्था, यहाँ जातको आधारबाट विभेद गर्ने, सदियौं वर्षदेखि आजसम्म दलितहरूमाथि उत्पीडन छ। पूर्वतिर त अलि कम छ, पश्चिमतिर म एउटा सानो घटना सुनाउँछु। म जाजरकोट जिल्लामा गएको थिएँ। जाजरकोट जिल्लाबाट
म वारीपट्टि भेरी नदी तरेर रुकुम जिल्लाको चौरजारी भन्ने ठाउँमा आउँदै थिएँ। गर्मीको मौसम थियो। म हिँडेर आइरहेको थिएँ। एकजना मान्छे भारी बोकेर जाजरकोटतिर जान भनेर लागिरहेका थिए। जाजरकोटबाट एकजना मान्छे घोडा चढेर आयो। हामी हिँड्दै थियौँ, केही 3-4 जना साथी थियौँ। हामी हिँडिरहेको नजिक ठाउँमा आएपछि त्यो घोडा चढेको मान्छेले त्यो भारी बोकेको मान्छेलाई घोडा चढेर नै जदो बाउ साहब भन्यो। जदो भन्ने कसले भन्छ? दलितले भन्छ। अनि ती ठकुरी, त्यो बाउ साहब भने त ठकुरी रहेछन् भारी बोक्ने। उनले जदो फर्काएनन्, भारी बिसाए। टक्क भारी बिसाएर कम्मरमा हात पार्दै, ए साली तैँले मलाई घोडा चढेर चाहिँ जदो गर्ने भनेर हप्काए। त्यो दलित के भने घोडाबाट ओर्लियो, जदो बाउ साहब भन्यो, घोडा चढ्यो। अब भन्नुहोस्, त्यो दलित सुनार थियो, जसले सुन कमाउँथ्यो, जसको कारणले उसँग पैसा थियो, घोडा चढ्ने भयो। बाउ साहब सम्पत्ति सिद्धिएर भारी बोक्ने भरिया भइसकेका थिए। तर भरिया भए पनि ठकुरीको दम जदो भाइ साहब नभनिकन दलितलाई हेप्ने प्रवृत्ति अहिले पनि छ, मधेसमा छ, नेपालका पश्चिम क्षेत्रमा ज्यादा छ दलितको माथिको विभेद। अब हामीले हाम्रो लैङ्गिक विभेद छ। म तपाईहरुलाई सोध्छु एकपल्ट, अब घर फर्केपछि तपाईहरु श्रीमान श्रीमती यहाँ आउनु भएको छ भने घर फर्केपछि भात कसले पकाउँछ? कसले पकाउँछ भात? किन श्रीमतीले पकाउनु पर्ने? श्रीमानले किन नपकाउने? अनि बच्चा जन्मिसकी बच्चाको आछी पुस्ने, नुहाइदिने, सरसफा गर्ने कसले गर्छ? हो, मैले यो व्यवहारिक कुराहरूको सन्दर्भमा सुन्नु छ। हो, त्यस कारणले के हो भने यो समाजको प्रगतिको निम्ति महिला र पुरुषको समान श्रम भएन भने यो समाजले प्रगति गर्दैन। आज अब यही कुरा किन भयो त भन्दाखेरि आजसम्म हाम्रो देशमा शासन सत्ता चलाउनेहरूले पुरुष प्रधान मात्रै बनाए, महिलालाई उसको निजी सम्पत्तिको रूपमा बनाइसके पछाडि महिलाहरूमाथि दमन सुरु भयो। हो, यो चिजको पनि हाम्रो पार्टीले के भन्यो? यो पनि अन्याय हो। समान अधिकार, महिला र पुरुषको समान अधिकार। साइकल चढ्नका निम्ति दुईटा पाङ्रा भएनन् भने कि सर्कसमा हेर्न जानुस् एउटा पाङ्रा, होइन भने यात्रा गर्ने भने दुईटा पाङ्रा चाहिन्छ। दुईटा पाङ्रा भनेको पुरुष हो, दुईटा पाङ्रा भनेको महिला हो। दुईटाको सहयोग भयो भने मात्रै अगाडि बढ्न सक्छ, नत्र अगाडि नै बढ्दैन। सर्कसको रस्सीमा ओहोरदोहोर गरिरहन्छ एउटा पाङ्राले, त हिँड्दैन। हो, विभेद भयो, जातीय विभेद भयो, धर्मको नाममा विभेद भयो। धर्म, म हिन्दू, त मुस्लिम, त क्रिस्चियन, धर्मको नाममा विभेद हो। त्यस्तै गरिकन क्षेत्र, म सहरको मान्छे, त गाउँले पाखे, सहरिया र पाखेको विरोध। पढे लेखेको मान्छे, म पढे लेखेको विद्वान, त गवार, त्यसको विभेद भयो। अनि धनी जमिनदार र किसानको बीच, किसानले जोत्ने खन्ने, जमिनदारले त्यहाँबाट जम्मा गरेको त्यसबाट नाफा लिएर खाने। जमिनदारलाई आफ्नो खेत थाहा छैन, लाल पूजा मात्रै थाहा छ। यहाँ पहाडमा अलि कम छ, तर मधेसमा त्यस्तो छ। त्यस्तो स्थितिमा जमिनदारहरूले किसानलाई शोषण गर्ने। कता मिल मालिकहरू छ भने मिल मालिकले मिलको चाहिँ उसको कारखानाको उसकोसँग लाइसेन्स छ, तर कसले काम गर्छ? मजदुरहरूले काम गर्छ। नाफा जति मालिकले खान्छ। हो, यो असमान व्यवस्था भयो। त्यसैले समानताको हैसियत चाहिन्छ भनेर नै नेपालमा पार्टी खुल्यो, कम्युनिस्ट पार्टी खुल्यो। कम्युनिस्ट पार्टीले मात्रै गर्छ यो कुराहरू, अरू कुनै पनि पार्टीले गर्दैनन्।